हेलो गाइज, गुड मर्निङ। धेरै समयपछि आइयो। अहिले चाहिँ म ट्याक्कै खोटाङ आइसेलु खर्कामा छु। हिजो बेलुका आइपुगेको। बाटो लास्टै खत्तम, अति नै खत्तम। यसो आइपुग्यो, सिग्नल थियो, राम्रैसँग आइपुग्यो। अहिले चाहिँ म मेरो गाउँ देखाउँदैछु, हेरौँ। यो चाहिँ हाम्रो गाउँ। भाइको गाडी। ठाउँ चाहिँ एकदम दामी छ, शीतल। जस गर्मीबाट आउँदा चाहिँ अति नै राम्रो छ। बादलहरू टक 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 दामी देखिएको छ। यो चाहिँ बाटो छ है, फेरि यो सोलु सल्लेरी जाने बाटो होला सायद, जुबु। सोलुको जुबु जाने बाटो। पहाडहरू यस्तै छ, पुरै हरियाली। भाइको गाडी हिल्लै हिलो भएको थियो, दुई पखाली गरेर चटक्क बनाइयो। पारी चाहिँ यो सोलु जिल्ला छ नि त ट्याक्कै यसले। चिसो छ त्यो ठाउँ चाहिँ, त्यही बाटो आएको हामी पनि हिजो। यो चाहिँ सुन्तला बारी है, सुन्तला बारी। सुन्तला नि फलेर पाक्न थालिसकेको छ। त्यो एउटा पाकिरहेको छ, पाकेको हो कि बिग्रेको होइन, तर पाकिसके जस्तो देखिन्छ। गाउँ पनि पुरै एकदम पातलो छ। यहाँ एउटा घर, वहाँ माथि एउटा घर, यता मास्तिर नि घरहरू छ। यहाँबाट देखिँदैन नि, जङ्गलै जङ्गल। यो सियाबाट पारीको सिन चाहिँ बगान देखिन्छ। पुरै त्यो फिल्मी स्टाइलको जस्तो। ल, आज चाहिँ हामी स्विमिङ गर्न जाँदैछौँ, गाउँघरको स्विमिङ। बाटो यस्तै छ है, अब गाउँघरको बाटो यस्तै हो। उकालो ओह्रालो, ढुङ्गा पुङ्गा, जस रमाइलो छ, शीतल छ। बाटो हिँड्दा हिँड्दै श्वास हुने रहेछ। कस्तो छ अब यहाँको, के भन्छ, खोलै होला सायद होइन, खोला। अहिले म देखाउँछु, जाँदैछु। घाम लागिरहेछ आज त, हिजो दिनभरि पानी आएर कतै निस्किन पाइएन। अगाडि चाहिँ हाम्रो छिमेकी भाइ छ, बाख्रा लिएर जाँदैछ। भाइ अनि कहाँ बाख्रा चराउनु हिँडेको? भाइ पनि स्विमिङ गर्ने अरे, बाख्रा प्लस स्विमिङ। नेचुरल स्विमिङ हान्ने अरे। ल, कतिवटा छ भाइ बाख्रा चाहिँ? बाख्रा हाम्रो छ यहाँ, एक छ हो, दुईवटा बाख्रा गइसक्यो। अहिले यहाँ 9-10 छ, जम्मा 30वटा होला। अब एउटाको मिनिमम प्राइस 10,000 होला। 3 लाख त यसको यही छ होइन, एक बाख्राको। त्यो हिसाब गर भने बाख्रा पालन राम्रो छ, कोरिया भन्दा राम्रो छ। तिमी अनि गाउँमै बस्छौ? त्यो भएर म अब यहाँ बाख्रा पालन व्यवसाय गर्दैछु होइन। राम्रो। सम्पर्क गर्नुहुन सम्पर्क युवाहरूले हजुरहरूले गर्न चाह्यो भने हुन्छ क्या। हुन्छ, नेपालमा हुन्छ। हाम्रो भाइले अब महिनाको कति कमाउँछ अरे भाइ यहीँ? अनि 2.5 लाख 3 लाख रुपियाँ कोरियामा भन्दा राम्रो पैसा भाइले कमाइरहेछ। तर दुःख चाहिँ गर्नु पर्यो होइन भाइ? केही भन्दैन त अनि युवाहरूको लागि? युवाहरू के गर भने मोज गर। कस्तो मोज गर? यही उमेर हो हाम्रो उमेर। अब हामी त बुढो भयो नि, हामी मोज गर्न पाएन। बुढो भएर तिमी भर्खरको देख्छु त भाइ। बुढो भयो नि हो, अब 30-35 वर्षको मान्छे अब बुढै त हो नि। 30-35 वर्षमा कहाँ बुढो हुन्छ? अब उमेर मन चाहिँ बुढो भएको छैन,
मन्त भक्कको बिच आइसक्यो भने ल बधाई छ बाटो जङ्गल रहेछ नि त होइन ठिक छ यता नेचुरल हो होइन तपाईँहरू पनि घुम्न सक्नु आउनुहुनेछ अब यहाँ हाइकिङ ट्रेकिङ पनि सब हुन्छ कन्ट्याक्ट गर्नु ल हामी जाँदैछौँ खोला लगभग पुग्न लाग्यो अगाडि बाख्रा पनि छन् 8-9 वटा खोलाको आवाज राम्रै आउँदैछ हिँड्दा त गर्मी हुने रहेछ हट कत्रो पहाड छ झरो भने त सक्यो गर्मीमा रमाइलो होला जस्तो छ नेचुरल स्विमिङ पुल है गाइज नेचुरल अर्ग्यानिक स्विमिङ पुल नभनौँ खोला भनौँ के भनौँ झरना भनौँ पौडी खेल्ने ठाउँ स्विमिङ पुल भनेको नि पौडी खेल्ने ठाउँ है हो भाइ सहर बजारमा पौडी खेल्ने ठाउँ गाउँघरमा नुहाउने ठाउँ होइन पहिरो गएछ यतातिर पहिरो त गएको गयो होला यता फेरि बर्खा लागेपछि यतातिर यतिको ठाउँ हो भने भाइरल हुन्थ्यो यतातिर मतलब छैन मान्छेलाई नआउने त मान्छे टनाटन छन् कि क्या हो त्यो होइन बाटोमा हिँड्ने मान्छे होला नि नानी सानी बोकेर आएछन् टाढैबाट आयो होला नि त्यही हो ल दामी रहेछ दामी यतिको उतातिर हो भने राम मान्छेको भिड खुट्टा टेक्ने ठाउँ हुँदैन थियो यहाँ त चरो मुसो छैनन् सही छ नि यतिको भोरसम्म नआउन सकिएला त तर पानी बहुत चिसो छ क्या यो कोसीमा मिसिने पानी हो होइन वाल चिसो छ बाटो पहाडको बाटो हिँड्दै जाँदैछन् मान्छेहरू त्यही छ बाख्रा लाँदैछ त भाइले सही छ नि ठाउँ त ल नेचुरल स्विमिङ पुल पानी ओभर चिसो छ डराइरहेछ तर ओभर मजा आउँदो रहेछ चिसो पानी ओभर चिसो छ मजा आयो यहाँ मेबी झन् मजा आउँछ होला लड्दैन आइरहेको छ त्यसो भरे कान्छो हुँदैन